大家好，你好，你好嘛？म केही टर्म्सहरू भन्न गइरहेको चाइनिजमा र मसँग यो एउटा चाइनिज किताब छ जुन लुआ जोन भन्नेले लेख्नु भएको छ। यो चाइनिज भाषालाई हामी च्वाङ यान भन्छौँ र त्यसैबाट केही शब्दहरू मैले टिपेर यहाँ लेखेको छु। यहाँ केही शब्दहरू म सरस्वती भन्न गइरहेको छु। खेइ भनेको गिफ्ट कसैले दिनु छ भने त्यसलाई खेइ भन्छ। कुनै कुरा ट्राई गर्नु छ भने सेइ भन्छ। कुनै काम छ भने वान पनि भन्छ, त्यसलाई आस्क पनि भन्छ, आस्क पनि भन्छ त्यसलाई। सेयो भनेको आवश्यकता हुनु, निड हो। साङसेन भनेको बिलिभ गर्नु, विश्वास गर्नु हो। च्याओ भनेको सिड हो, बस्ने सिडलाई च्याओ भन्छ। मेङपा भनेको अन्डरस्ट्यान्ड हो, बुझाइ हो। ख्वा भनेको स्पेन्ड हो, खर्च हो। च्याता भनेको रिमेम्बर, सम्झनु। ए भनेको लभ, माया गर्नु। से भनेको वास, धुनु। सोए भनेको डाई, सुकाउनु। ख्यालिउ भनेको कन्सिडर गर्नु हो। चाङपाए भनेको पर्याप्स हो। च्याओ भनेको सुत्नु, स्लिप गर्नु, सोए च्याओ भन्छ त्यसलाई। सोए वाङ भनेको होप गर्नु, आश गर्नु। स्याओ सी भनेको रेस्ट गर्नु, थकाइ मार्नु। स्याओ भनेको लच हो, स्माइल हो। खोए भनेको क्ल्याप हो। च्याताओ भनेको नाउ, जान्नु। ताओसान भनेको कुनै पनि प्लान बनाउनु, योजना बनाउनुलाई ताओसान भन्छ। अनि चाङ भनेको स्ट्यान्ड हो, उभिनु हो। राङ भनेको थरो हो, फाल्नु, कुनै चिजलाई फाल्नुलाई राङ भन्छ। चेन भनेको इन्टर, चेन गर्नु भनेको इन्टर गर्नु, प्रवेश गर्नु हो। क्वान भनेको क्लोज गर्नु, ढोका अथवा जुनसुकै चिजलाई बन्द गर्नुलाई क्वान भन्छ। र खान भनेको लुक, हेर्नुलाई खान भन्छ। सी वान भनेको लाइक गर्नु, मन पराउनु कसैलाई भने सी वान भन्छ अथवा सी वान पनि भन्छ। साङ भनेको वान्ट, चाहनु, कुनै चिज चाहनुलाई स्वाङ भन्छ। साङ यो भनेको वान्टै हो। छि भनेको जानु। खै भनेको क्यान, सक्नु। च्याओ भनेको मेक गर्नु, बनाउनु। से भनेको बी, हुनु। यो भनेको ह्याप। मेयो भनेको ह्याप नट अथवा नट ह्याप। च्याओ भनेको टु बी। थिङ भनेको लिसन, सुन्नु। छि भनेको इट, खानु। खा भनेको ड्रिङ्क, पिउनु। वान भनेको प्ले गर्नु, खेल्नु। से भनेको राइट, लेख्नु। लाई भनेको आउनु। ताओ भनेको हिट गर्नु अथवा त्यसलाई बिट पनि भन्छ। स्याओ भनेको लर्न। च्याओ भनेको टिच गर्नु, पढ्नु। छाए भनेको गेस गर्नु। छ्याओस्याओ भनेको टेल। माए भनेको बाई गर्नु, बेच्नु। मेई भनेको सेल गर्नु, फेरि बिक्री गर्नु। बाई भनेको किन्नु, अगाडिको। पाङ भनेको हेल्प, सहयोग। चाओ भनेको सिक गर्नु। प्यान भनेको चेन्ज गर्नु। खाइछि भनेको ड्राइभ गर्नु, गाडी चलाउनु। खाएछि। क्वाङचो भनेको वर्क, काम। त्वाङ भनेको ढुक्नु, वेट गर्नु। खाएसी भनेको स्टार गर्नु, बिगिनिङ गर्नु। फे भनेको टियर्स, आँसु। यङ भनेको युज गर्नु। चाइचेन सेसे, यति